आज चाहिँ म यता घर आइरहेको छु त, त्यही भएर मलाई चाहिँ भिडियो बनाउनु मन पर्यो, अन्त चाहिँ भिडियो बनाउँदैछु ल आज। यो चाहिँ हाम्रो घर अगाडि भएको सुन्तलाको बोट हो। अहिले चाहिँ मसिनो सुन्तला फलिरहेको छ। यो तल देख्नु हुँदै गरेको चाहिँ मेरो गाउँ हो। यहाँ त हाम्रो नेबर्सहरूको घरहरू हो। अहिले चाहिँ सुन्तला कत्रो कत्रो भइरहेको छ भनेर म देखाउँछु। अहिले चाहिँ यत्रो यत्रो हुँदैछ, भर्खर मसिनो छ, टाइनी टाइनी यत्रो हुँदैछ सुन्तला, मसिनो छ। अहिले चाहिँ अहिले त्यस्तो ठुल्ठुलो भएको छैन। यो फुल चाहिँ मलाई पुरा मन पर्छ, तर यो चाहिँ एकदम कम्ती रहेछ योपालि चाहिँ। कस्तो दामी कलर छ, व्हाइट पनि हैन, लाइट पिङ्क क्रीम कलरमा छ। यो पटमा रोप्यो भने चाहिँ दामी फुल्छ, ठुलो भएर फुल्छ। हेर्नुहोस् त कस्तो दामी यसको नेचुरल कलर, कति मजाको छ। आज चाहिँ म मेरो घरको जिरेनियमको कलेक्सन देखाउँछु। यो एउटा भयो अहिले, तर त्यस्तो बेसी छैन अहिले। यो एउटा डिफ्रेन्ट कलर हो, यो पनि कम्ती फुलिरहेछ कलर छ। यो चाहिँ यस्तो दामी कलर छ कि यो फेरि यस्तो दामी हुन्छ। यो चाहिँ ह्याङ्गिङको लागि राख्दा पनि हुन्छ। यो जिरेनियम चाहिँ यसको कलर चाहिँ यति दामी छ। यहाँ स्क्रिनमा पनि पुरा टल्केर आइरहेको छ, यो चाहिँ पुरा साइन भएर। यो अन्त एउटा यो व्हाइटमा भयो। अहिले रेनी सिजनले गर्दा चाहिँ राम्रो राम्रो फ्लावरिङ गर्न सकेको छैन। यो चाहिँ एउटा एक्स्ट्रा कलर छ। यो चाहिँ बिचमा डार्क पिङ्क भनौँ कि रेड, यसमा सेड दिएको छ। अघि मैले पर देखाएकोमा यो एउटा कलर हो, यो पनि दामी कलर छ, ज्याम रेडमा छ। यो कस्तै दामी हुन्छ, यो त कस्तो दामी फुल्छ, सधैँ फुलिबस्छ फेरि हो, दामी कलर छ यो चाहिँ। अन्त यो चाहिँ एउटा एजिलियाको हो, यो एउटा भेराइटी छ, यो मेरोमा एक्स्ट्रा। यो चाहिँ मलाई थुप्रोजनाले मागिरहनु भएको छ होइन, तर यो अहिले अब एक दुईवटा फुल्दैछ। हामीले यसको कटिङहरू गरेको छैन। ठुल्ठुलो जुप्पा हुन्छ अहिले रेनी सिजनले गर्दा, यतिखेर पनि फुलिरहेछ कम्ती। यो मजाको कलर छ एउटा एक्स्ट्रा व्हाइट, कस्तो पिङ्कमा चाहिँ व्हाइट सेड दिएको छ, छिर्के मिर्के। अन्त चाहिँ मलाई यो प्लान्ट पनि पुरा मनपर्छ हो। यो प्लान्ट पनि पुरा मनपर्छ। यो प्रायः मैले रोपेको प्लान्टहरू फुलहरू हो। यतिखेर पनि एजिलिया अलिअलि भए पनि फुलिरहेको छ, एक दुईवटा पनि। यो पनि रेड कलरमा छ, यो पनि मलाई मनपर्छ। यो पालि देखेको चाहिँ यो छुचाचेन हो, छुचाचेन गाउँ। त्यहाँदेखि यो रङ्गली भयो, यो साइड रङ्गली हो। पालि देखेको यो बादलले छलेकोहरू सबै रिगुहरू, यता चाङ्गेलाखाहरू। मेरो यहाँ घरबाट चाहिँ सराउन्डिङ यता सबै देख्छ प्रायः। यो साइड सबै माछोङ पाक्योङहरू। यो दुईटा कुकुर चाहिँ हाम्रो होइन, तर यो दुईटा कुकुर चाहिँ हाम्रोमै बस्छ प्रायः होइन, हाम्रोमै बस्छ। यो चाहिँ माथि घरको कुकुर हो, मेरो माथि कुकुरको कुकुर हो यो। त्यहाँदेखि यो चाहिँ कहाँबाट आएर हाम्रो घरमा बस्छ।
यहाँ आमाले कन्टिन्यू नै खाना दिनुहुन्छ हैन। अन्त चाहिँ यहीँ बस्छ। यो चाहिँ पुरा अलिक गन्दै गन्दै छ। उतो छ गन्दै गन्दै छ। उयो परको त्यो चाहिँ बेसी जस्तो प्राय कहीँ पनि जाँदैन। यो चाहिँ घरमै बसिबस्छ हो। यो चाहिँ गाउँ डुलेर आउँछ यहाँनिर। अनि अब चाहिँ म नुहाउनु जानु आँटेको त, त्यही भएर भरे भेटौँ। ओके, अहिले चाहिँ हाम्रोमा चाहिँ मकैको नाममा चाहिँ यही दुईटा मकै मात्रै छ। हाम्रोमा चाहिँ यहाँ किन मकै छैन भन्दाखेरि चाहिँ यहाँ चाहिँ पुरा बेसी बाँदर आउँछ। त्यही कारण चाहिँ मकै बेसी रोप्दैन हामी चाहिँ, अलिअलि मात्र। यति भए पनि मैले चाहिँ मकै पाएँ हैन, म चाहिँ खुसी भएँ। तर मैले चाहिँ 2 बोट मकैबाट 3टा उयो भाचेको थिएँ। 3टाबाट चाहिँ यस्तो आयो मकै। एउटा चाहिँ राम्रै छ, राम्रै भन्दा पनि अब ठिकैको छ। 2टा चाहिँ यस्तो। अब यो चाहिँ कति खानु, मलाई फेरि मकै कस्तो मन पर्छ। अब म चाहिँ यही मकै भए पनि केलाएर फ्राई गर्नु पर्यो। Little bit of salt. Itu चाहिँ मकै पनि पाकिसक्यो। अब खाँदैछ। अनि र प्याज रेडी छ। यो चाहिँ मेरो लन्च हो। अब चाहिँ म खान्छु। यहाँ आमाको छेउमा बसेर खान्छु म। नुनको चा।